मेरो प्रिय दिदीसँग अहिले भर्खर हस्पिटलमा भेटेर तातै फोटो खिचेर आशीर्वाद लिएर आएको छु। दिदीको अनुपस्थितिमा दिदी उता रेस्ट गरिरहेको अवस्थामा म यसमा कार्यवाहक अध्यक्षको रूपमा आएको छु। मैले कार्यवाहक अध्यक्ष मलाई धेरै धेरै धन्यवाद। अब मैले दिनलाई अध्यक्ष बनाएँ, आज दिदीले मलाई अध्यक्ष बनाइदिनु हेर त बिहान बिहान आएर कला देखाएका कला देखाइदिनु पर्यो। चलचित्र सुन्दर बन्नलाई गीत पनि आवश्यक पर्दछ। गीत राम्रो बन्ने भनेको शब्द र सङ्गीतले भने त्यो गीत भन्ने चलचित्रको सुन्दरता गीतले दर्शाउँछ। आज भनेपछि प्रेसरमै हो तपाईँ? प्रेसरमा छ, लास्ट प्रेसरमा हो। लास्टै प्रेसरमा याद हुन्न, बिहान के खाएको बेलुका याद हुन्न, अनि उमेरमा त्यो हिसाब किताबमा याद गर्न सक्छु त। होला पारी माया लाउँदिन अर्खा लाग्यो पाउँदिन के रे आयुष्मान देशराज जोशी श्रेष्ठ 4-5जनासँग एकैचोटि बिहा गरे कि मास्टरनीले? होइन क्या बुवा, एउटै नाम हो क्या, उही हो आयुष्मान देशराज जोशी श्रेष्ठ। कैलाशले यसरी नै जुत्ता लिएर आउनुहुन्छ अनि जुत्ता हराएर जानुहुन्छ कि तपाईँको त यहाँ सालीहरू छन् जस्तो लाग्छ कि सर मलाई त। बर्मा सिंह लामाको पनि क्रिम आउँछ भने सुनेको थिएँ। हेरौँ त मोटेले के गर्दो रहेछ। आई लभ यु। यहाँ चाहिँ क्यामेराको तयारी हुँदैछ है, तयारी हुँदैछ। के छ राजा आजको तयारी? बवाल छ। हाम्रो चाहिँ कमेडी नाइट्स कस्तो क्यामेराले खिच्छन् भन्ने तपाईँहरूलाई बुझ्न मन लागेको भए हाम्रो चाहिँ क्यामेराको सेटहरू यस्तो छ, यति छ है। ठ्याक्क 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 ट्याक्क ट्याक्क ट्याक्क। यिनी चढेपछि प्लेन टेको हान्न पनि सक्नु पऱ्यो नि। हात्तीले कम एउटा फेरि यस्तो आयो मान्ने टप 20को देख्नु जितु नेपाल दिपा बुढाको केटी त उडाउँदैन। यो लाइटले त पार्नु न, पढ्न गाह्रो भइरह अँध्यारो भयो। के भन्नुहुन्छ? के भन्छ? बुढी लानु मिल्दैन? मेरो बुढी तैँले किन लानु पऱ्यो? भने भाइको क्वेसन हो कि अफर हो? क्वेसन हो भने मिल्दैन, एन्सर छैन, अफर हो भने लोकेसन कहाँ हो? हेर त बिहान बिहान आएर कला देखाएका कला देखाइदिनु पर्यो। यस्तै कला अब यस्तो हुन्छ नि त, जहिले कति भाषाको मात्रै हेर्ने भनेर कला देखाइदिनु। अनि के छ त? अनि यस्तो यस्तो त भएन कि हामीलाई यस्तो भेज खुवाउने तपाईँ यार। साउन्ड लगाइसक्यो नि दाइ, साउन्ड नि हो नि। आज 2 गते हो। आज त साउन्डको 2 गते लगाइसक्यो नि है। अनि के छ दाइ तपाईँ खबर? मेरो खबर एकदम ठिकठाक छ। ल यहाँ पकाउँदै गरौँ, म अहिले मासु पाक्ने बेलामा आउँछु ल। ओके ओके दाइ। होइन नि, मासु पाकिसक्यो नि आज। ए ल भात मात्र बाँकी। ठिक छ फेरि आएँ ल। सर के छ क्या सर नयाँ नौलो खबर? ल साँच्चै ल दिदी, साउन्डको धेरै धेरै शुभकामना। कम्पोज गरिसके बुवाहरू गाता गलानो सल्लाह कन्ट्रोभर्सी गीत चला। तर मजाक गर्ने कार्यक्रममा मजाक के आयो फेरि हुँदैन जस्तो यार। मजाक गर्ने कार्यक्रममा कहाँ थियो यो? मजाक गरिदिएको चलचित्र भनेको कृति हो, विकृति है। चलचित्रले समाज बोल्न पर्छ, मन परि बोल्नु हुन्न। कला चेतनाको माध्यम बन्नुपर्छ, विकृतिको होइन। चलचित्र सुन्दर बन्नको लागि चलचित्र सुन्दर बन्ने भनेको शब्द र सङ्गीतले हो।
सङ्गीत र शब्द भनेको मुद्दा मामिला चलचित्र सुन्दर बन्नलाई गीत पनि आवश्यक पर्दछ। गीत राम्रो बन्ने भनेको शब्द र सङ्गीतले भने त्यो गीत भन्ने चलचित्रको सुन्दरता गीतले दर्शाउँछ र गीत सुन्दर बन्नको लागि शब्द र सङ्गीतको संयोजन चाहिन्छ। सङ्गीत र शब्द भनेको मुद्दा मामिला पर कोटमा झुन्डिने खालको होइन, जनजनको ओठमा झुन्डिने खालको हुनुपर्छ। कला केवल मनोरञ्जन मात्र होइन, समाजलाई कला केवल मनोरञ्जन मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। गीत सङ्गीत धुन मात्र होइन, अर्को पुस्तासँग जोड्ने पुल पनि हो। त्यसैले सबैले यो क्षेत्रमा भएको फोहोर फालौँ, प्रियङ्का आयुष्मानलाई निकालिदिउँ। धन्यवाद। के छ दाइ? ठिक छ यार। दादा कपा सपा काटेर चिरिच्याट्ट परेर आज भनेपछि प्रेसरमै हो तपाईँ? प्रेसरमा छ, लास्ट प्रेसरमा बाबु। लास्टै प्रेसरमा? ल ठिक छ दाइ। अब प्रेसरमा भएन खाना खानुपर्छ। हाम्रो यहाँ चाहिँ अब खाना खाने लाइनमा छौँ है हामी। कैलाश सर खाना खाएर आइसक्नु भयो नि? तपाईँ नि खाना खाएर हो? शेर्पा दाइले यत्रो लिएर गए। के हो? बिहे भोज? ल खानु बेहुली खोजौँला नि त, के छ र? हस् ल, धन्यवाद त्यसको लागि कर्माजी। जताततै देखिया थियो अलिअलि। म त तपाईँ सेलेक्ट भएन कि भनेर यसो हेरेको दिल्ली राज रहेछ। मेरो नाम धेरैले चाहिँ होइन, गाउँघरतिर पनि धेरैले चाहिँ यो जोडी चाहिँ मेरो रियल नाम थाहा पाउनु भयो क्या। खै अब त हामी यसरी खिच्ने होला नि त तपाईँलाई। अब त याद हुन्न, बिहान के खाएको बेलुका याद हुन्न, अनि उमेरमा त्यो हिसाब किताब म याद गर्न सक्छु त? धेरै गल्ती नगर्नु क्या, मजाले पढ्नु पर्छ। तपाईँले त्यत्रो हामीलाई पढाउनु भयो, अब त किन यसो भन्छ भनेको तपाईँलाई किन फर्स्टमा पढाउनु सेकेन्डमा पेन्सन होइन ट्राई एन्ड प्र्याक्टिस प्लिज आई इन्सिस्ट। दादा स्टेजमै गएर प्र्याक्टिस गऱ्यो को यो? को बोला तेरै पो विशाल दाईको ड्रेस चेन्ज हुँदैछ। जरम दाई नमस्ते। के छ दादा? उहाँको चाहिँ फेरि के छ दादा? विशाल दाईको साइज जितु दाईको साइज जस्तो छ कपडा। अनि आज यस्तो अब बर्खा लागिरहेको छ दादा, 3 दिन भयो पानी परेको, भिज्दै भयो नि आउनु भयो नि होइन? बर्खामा भिज्दै भन्दा पनि रेनकोट ओढियो। हजुर, रेनकोटले चाहिँ आधी भिजायो, हेर्नुहोस् होइन, आधी चाहिँ भिजेको छैन। अब यो आधी यहाँ बस्दा बस्दै हाँस्दै सुकाउनु पर्छ। हाँस्दै सुकाउनु पर्छ। यो हाम्रो सुमन सर हँसाउन रेडी भइसक्नु भयो होइन? के गरेर साह्रै राम्रो देखियो क्या सरलाई यार। खोला पारी माया लाउँदिन, बर्खा लाग्यो पाउँदिन। यस्तो दादाको त फेरि साङ्गीतिक यात्रा नै। राजा दाई नाङ्गेदार आजको तयारी के कस्तो हुँदैछ? लुगे नमिलेर टाइट। ल हेर त, त्यही आजको हाम्रो गेस्ट हेर्दिन मेरो सर्ट दाइको अमृत दाई तपाईँको सर्ट दिनु पर्यो विशाल दाई। यो लुगा अब यो त्यहाँ मर्ज हुँदैन त? यो लुगा हुँदैन नि, यो मर्ज हुन्छ। यो पनि भुँडी देखाएको
त्यही हो नि माथिबाट अर्को छ अर्डर के छ छोटाको के छ आउटर चाहिँ छ बस अर्डर हैन अर्डर मास्टरले बिहा पनि गरिसक्यो बिहा गरिसक्यो नि बुवा को बुढा आयुष्मान देशराज जोशी श्रेष्ठ के रे आयुष्मान देशराज जोशी श्रेष्ठ 4-5 जना एकैचोटि बिहा गरे कि मास्टरनीले होइन क्या बुवा एउटै नाम हो क्या उहाँ हो आयुष्मान देशराज जोशी श्रेष्ठ आयुष्मान देशराज जोशी श्रेष्ठ ओहो भनेपछि बाबुले त होलसेलमा थर उठाउनु भयो कि क्या मेक्सुम सर र सुमन सरको ड्रेसअपको डिजाइन एउटै छ उहाँहरूको चाहिँ आज बाउ छोराको रोल हो उहाँहरूको पनि गेट वेल सुन भन्न चाहन्छौँ हामी जस्तो तपाईँ त प्रायः जहिले पनि दिवा दिदीकै पछाडि बसेर हेर्नुहुन्थ्यो अब दिवा दिदीको स्वास्थ्य अवस्था एकदम स्वास्थ्य लाभको कामना गरे एकदम राम्रो होस् जस्तो सुन्नु न तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो क्या अहिले विश्वव्यापी रूपमा वर्ल्ड कप चलिरहेको छ होइन तपाईँलाई मैले जतिचोटि देखेको छु मैले जर्सीमा मात्रै देखेको छु क्या यो चाहिँ देशप्रतिको माया खेलाडीप्रतिको माया एकदम सही भन्नुभयो तपाईँले यो देश र हाम्रो नेपालीहरूको माया नै हो यो म यो देखेपछि के हुन्छ भने मैले नेपाली पनि वर्ल्ड कपमा जाओस् भन्ने एकदम हुन्छ कि एकदम खुसी लाग्छ क्या अब नेपालले पनि उन्नति गरोस् होइन हामी खालि अर्जेन्टिना ब्राजिल होइन भन्छौँ तर अब नेपाल पनि एक दिन जाओस् भन्ने मेरो सोच हो क्या खेलोस् राम्रो खेलोस् एकदम नेपाललाई पनि वर्ल्ड कपमा दिन पाओस् यही हो मेरो सोच। अब हाम्रो बा पनि रेगुलर दर्शक नै हुनुहुन्छ हाम्रो बा के छ यहाँ आउँदा आनन्द पीर व्यथा बिर्सिनुहुन्छ नि होइन स्वच्छ रूपले चाहिँ हामी फ्रेन्ड भएर चाहिँ हेर्नु पाइन्छ र यो कन्टिन्यू चलिरहोस् भन्ने हाम्रो आज चाहिँ हाम्रो सेटमा सबैभन्दा पहिला आउनु भएको बहिनी के छ कुन ठाउँबाट आउनुभयो कीर्तिपुरबाट त्यही भएर तपाईँको टाइमिङ क्यालकुलेसन बिग्रेर चाहिँ एकदम छिटो आउनु भएको ल अब एकदम रमाइलो गर्नु होइन फेरि हामी छुट्टिने बेलामा हामी एकचोटि भेट्छौँ है त आमा नमस्ते आमा कुन ठाउँबाट आउनुभयो कपनबाट पहिलोचोटि आज आमा अब जस्तो दोस्रोचोटि भइराख्दा चाहिँ जस्तो नर्मल्ली मोबाइल टेलिभिजनमा हेर्दाखेरि रमाइलो लाग्दो रहेछ कि यहीँ आएर हेर्दाखेरि रमाइलो हुन्छ आमा फेरि पनि आउनु फेरि पनि भेट्नुपर्छ हाम्रो यहाँ चाहिँ पर्दा पछाडिको दुईजना हिरो हुनुहुन्छ होइन हामीलाई जहिले पनि उज्यालोमा राखेर मान्छे चिनाउने आफू अँध्यारोमा बस्ने मान्छे के साथी आज यहीँ नै आज अङ्कल आन्टी आउनु भएको छ हामीसँग ए अङ्कल आन्टी ल अङ्कल आन्टी नमस्ते नमस्कार अङ्कल आन्टी कुन ठाउँबाट हामी अहिले चाहिँ कोटेश्वरबाट आएको हामी झापाका मान्छे हो झापा कुन ठाउँ झापा धुलाबारी धुलाबारी भनेपछि क्षेत्र नम्बर कति 5 1 नम्बर हो ए 1 नम्बर अहिले चाहिँ फेरि हेर्नु झापालीहरू ट्यालेन्ट छन् प्रधानमन्त्री नै बनाए हामी चाहिँ नि अस्ट्रेलियामा छोराछोरी छन् कि हजुर अनि ज्वाइँले एकदमै मन पराउनुहुन्छ क्या यो कार्यक्रम एकदम धेरै हेर्नुहुन्छ उहाँहरू अहिले त नाति नातिना पनि सानो 4-5 वर्षका छन् तिनीहरू पनि हेर्छन् हामीले चाहिँ उहीँ हेरेर अनि फेरि यहाँ पनि कस्तो हुँदो रहेछ भनेर लाइभमै हेर्न आएको लाइभमै हेर्न आउनुभयो अब जस्तो अहिले म प्रोग्राम सकेपछि पनि हजुरसँग फेरि कुरा गर्छु मोबाइलमा हेर्दा टेलिभिजनमा हेर्दा र लाइभमा हेर्दा के फरक पाउनुभयो त्यसको बारेमा फेरि कुराकानी गर्छौँ है त हस् ल अङ्कल आन्टी है अब जस्तो हाम्रो पर्दा पछाडिको दुईजना हिरोसँग कुरा गरौँ होइन दाइ अब जस्तो यो भनेर चाहिँ हाम्रो दिपा दिदीको ठ्याक्क पछाडिपट्टिको साइड दिपा दिदीको चाहिँ अलिकति स्वास्थ्यमा समस्याको कारणले उहाँ रेस्टमा हुनुहुन्छ दिपा दिदीलाई के भन्न चाहनुहुन्छ गेट वेल सुन फर्स्ट अफ अल अनि हामी हजुरलाई अहिलेदेखि नै मिस गरिरहेको छौँ चाँडै भेट होस् भन्ने त्यही चाहना पनि के बोल्यो मेरो पनि त्यही चाहना तपाईँको पनि पर्दा पछाडिको मान्छेले धेरै बोल्न आउँदैन क्या है हाम्रो दिपाश्री म्यामलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना हाम्रो पनि तर्फबाट धेरै धेरै हस् हुन्छ
अमृत दाई भनेपछि आज चाहिँ के छ नाइट्समा आजको तयारी के हो? नाइट्समा आज तयारी राम्रो होला मलाई बोल्न आउँदैन भाइ नबोलाउनु अब तपाईँलाई बोल्न आउँदैन भन्नुभयो आज चाहिँ फेरि हजुरको यहाँ पारिवारिक आज मेरो दिदीहरू आउनु भएको छ दिदी भिनाजु आउनु भएको छ है बहिनीहरू छ मेरो मिसेस हुन्छ उतातिर है हाम्रो लक्ष्मण भाइ हो हाम्रो चाहिँ ब्रिटिस है उहाँको बिहानदेखि खिच्नुहुन्छ सबै अनि उहाँ कमेडियन पनि हो फेरि टप 24 लाई तपाईँलाई बधाई छ ल थ्याङ्क यू दाई थ्याङ्क यू दाई फेरि पऱ्यो दाई पऱ्यो दाई म एकछिन यतातिर लागेँ ल ल ल हजुर नमस्ते कुन ठाउँबाट आउनुभयो? लुगुबाट जस्तो सायद अमृत दाई यहाँ अब आबद्ध हुनुभएको यत्रो लामो समय भयो सायद तपाईँहरू पहिलोचोटि नै होला है त्यो भाउजू पनि पहिलोचोटि नै त होला नि भाउजूलाई नि आजै देखा हो जस्तो अब अहिले त अब नेपालको जति पनि रियालिटी सो छन् नाम चलेको होइन सबैमा अब अमृत दाई नै हुनुहुन्छ होइन उहाँ केही कन्ट्रोलमा नै चलिरहेको छ होइन तपाईँलाई चाहिँ यो रियालिटी सोहरू हेर्न जाउँ भन्ने चाहिँ कतिको फिल हुन्छ? म फेरि कैलाश सरले यसरी नै जुत्ता लिएर आउनुहुन्छ अनि जुत्ता हराएर जानुहुन्छ कि तपाईँको त यहाँ सालीहरू छन् जस्तो लाग्छ कि सर मलाई त नमस्ते नमस्ते सबैलाई अब केही बेरमा हामी सुरु गर्दैछौँ सबैजना सिट आफ्नो सिटमा बस्नु होला अनि त्यो खाने कामहरू चाहिँ अहिले खाँदा हुन्छ अहिले एकछिनमा रोल भसी नखानु होला है अनि अब तपाईँहरू सबैलाई थाहा पाइसक्नुभएको छ आज हामीसँग दिपा दिदीलाई सन्चो हुँदैछ रिकभरी फेजमा हुनुहुन्छ चिन्नुहुन्न होला है अनुहार बिर्सिसक्यो अनुहार बिर्सिसक्नु भयो होला कहाँ जता घर यो कहाँ भने यता ब्याकग्राउन्ड नदेखोस् नि फेरि होइन देख्दा राम्रो हुन्छ कि अचम्म छ दाई हजुर आज कमेडी नाइट्समा अध्यक्षको रूपमा आउनु भएको छ कुन रूपमा चाहिँ नआउने भएर अब हामीले कमेडी च्याम्पियनमा जजको रूपमा हजुरलाई देख्यौँ विभिन्न रूपमा के दाइ समग्र दिपादीलाई केही भन्न चाहनुहुन्छ? मेरो प्रिय दिदीसँग अहिले भर्खर हस्पिटलमा भेटेर ताजै फोटो खिचेर आशीर्वाद लिएर आएको छु दिदीको अनुपस्थितिमा दिदी उता रेस्ट गरिरहेको अवस्थामा म यसमा कार्यवाहक अध्यक्षको रूपमा आएको छु मैले कार्यवाहक अध्यक्ष मलाई धेरै धेरै धन्यवाद अब मैले दिनलाई अध्यक्ष बनाएँ आज दिदीले मलाई अध्यक्ष बनाइदिनु यही नै हो रमाइलो सन्जय के अरे आज हाम्रो सुगना मन्दिर कमेडी क्लब यस स्वीकार्नु पर्छ नि त यो त होइन कमेडी क्लब अनि यहाँ मैले अघि बिहान एआईलाई सोधेँ मेरो पहिलो एपिसोड कहिले अनेर भएको रहेछ भनेको 2075 सालमा अनेर भएको रहेछ आजभन्दा 8 वर्ष अगाडि 8 वर्ष अगाडि मैले त्यसलाई अध्यक्ष बनाएको रहेछ 8 वर्षपछि मलाई अध्यक्ष बनाउनु र दिदी एकदम स्वस्थ हुनुहुन्छ अब खालि एउटा रेस्ट गर्दै हुनुहुन्छ चाँडोभन्दा चाँडो यो कुर्सी मैले उहाँलाई फर्काउनु भनेको मतलब दिदी ठिक हुनुहोस् भनेपछि दिदीको स्वास्थ्य अवस्था चाहिँ नर्मल अहिले चाहिँ रेस्टमा हुनुहुन्छ एउटा ठुलो उसलाई जित्नुभयो अब विल पावर अनि उहाँको आफ्नो उसले चाहिँ नि सुस्थ हुनुहुन्छ एकदम सफल शल्यक्रिया र सफल उपचार पश्चात दिदी अहिले रेस्टमा हुनुहुन्छ ल दाइ थ्याङ्क यू भनेपछि आज सोफा ओखट्ने कमेडी च्याम्पियनबाट आउनु भएन
कहाँ हुन्छ भनेपछि बिटिएसमा यसो गर्ने के कसो गर्ने पर्फर्मेन्सको बेलामा चाहिँ टक्क लाएर छोड्ने त्यसपछि चाहिँ आफू गएर खिचिहाल्ने भने बेला बेला आफू डिसिसन मान्यो भने जस्तो गरेर त्यो उहाँ हो सजिलो एकछिन ब्याकग्राउन्ड खाली गरौँ अनि अब विशाल दाई अस्ट्रेलिया गएको बेला कसले गर्छ त्यहाँ प्रोग्राम हो र जराम दाई क्यु कार्ड देखाउनु पऱ्यो निजो सर अब यस्तै त फर्काउनु पर्ला नि होइन दुईजनाले हप्काएपछि के थाहा केही छैन के भन्नु ल भन्नु सुमन कार्कीकोबाट के सोध्नु थियो प्रश्न सुमन कार्कीलाई के सोध्नु पर्ने अब खासै सोध्न त के पनि छैन सरहरू स्क्रिप्ट घोकेला तनाव हुने रहेछ भने मैले अस्ति चाल पाएँ त्यही भएर म उहाँहरू स्क्रिप्ट अब यसरी चलायो बेला त केही सोधौँला नत्र स्क्रिप्ट घोकेला चाहिँ केही सोध्दिनँ म अब जो सदन श्रेष्ठले हप्काउनुभन्दा अगाडि के थियो र प्रश्न होइन अब सधैँ हप्कासी क्यामेरा यतापट्टि अरे निश्चल छ त्यो दाइ चटक्क त्यही त डक्टरसाहबलाई मैले त्यो रिपोर्ट पठाइदिएछु कि त्यो बच्चाको दाई आजको हाम्रो अध्यक्ष दाई आज हाम्रो अध्यक्ष हुनुहुन्छ भने हाम्रो पाहुना पनि आइसक्नु भएको छ आनन्द दाई नमस्ते दाई हजुरको यो कति पटक गनेकै छैन यस दाईलाई यस्तो किसिमको प्रोग्रामहरू चाहिँ मजा लाग्छ बिपिनको मजा लाग्छ नलागे पनि अब प्रमोसनलाई जानु पर्यो आफैलाई बनाउन के मन्त्रीज्यू तपाईँले तपाईँको सर कहाँ हो भने के अनि तपाईँ त यार यस्तो हाम्रो सदन दाईको ओरिजिनल जोर्डनको क्याप जोर्डनको जुत्ता घडी के कुरा घडी जिसक उता ऊ मोबाइल आइफोन अनि त्यहाँ लुके भनेपछि दादाको जिउमा यतिखेर सबै हिसाब गर्ने हो भने 2.5 भेट्दा कति 2.5 त फोनकै भयो नि 3.10 क्या अनि दादाको 25,000 बढी राखौँ न अहिले महँगी बढेको छ 30,000 पार्दैन त्यो नपन्चिस पनि किन भन्नु त्यही त 30,000 2 लाख 30,000 25,000 अनि 2,30,000 र 25,000 55 क्याप 600 अनि क्याप त 5,000 यो 45,000 11,000 गर्दा 71 यो अब 30,000 भनेपछि 3 लाख दादाको त फेरि खोल्टीमा गाडीको चाबी पनि त छ नि गाडीको चाबीको तपाईँको 1,17,33,500 वाह 1,17,33,500 करमा हाम्रो यहाँ कति छ यो भनेको उसको कति वर्ष भयो हाले 24 वर्ष भनेपछि वर्षको 3 लाख भनेपछि 24 इन्टु 3 लाख गर्नु त कति 24 तिया 66 हैन फेरि 24 त्यहाँ छ 75 माइनस 3 गर्नुपर्छ 75 माइनस 3 हो क्या 72 लाख रुपियाँ लगानी भनेपछि त्यो हिसाबले त अनि निशालको त अनि भुक्का होइन यो चाहिँ मेरो निशालको चाहिँ कति वर्षमा 1 लाख के अरे वर्षमा 1 लाख वर्षमा 1 लाख हामी चाहिँ एकदम फारू भनेपछि भइसक्यो Mic check, ठिक छ? Hello, mic check. पनि आइसक्नु भएको छ दादा अल द बेस्ट दादा पहिला उहाँलाई
वेलकम सर सुमन सर अल द बेस्ट त्यसपछि +2 अहिले त मेरो बुवाहरू एसएलसी भइबसिन्छ के हो यो एसएलसी भने एक्सपोजर बडी हो यसका लागि त बुवा एसएलसी मतलब सुगर अनि लङ्समा कोलेस्ट्रोल त्यही छ मुला भण्डारी अगाडि बोलौँ बुवा हजुर कहाँबाट अगाडि बढ्ने छ बिर्से हामीले सबैजनाको बारेमा कुरा गऱ्यौँ आर्यनको बारेमा केही कुरा गर्ने कि हेर्छु अहिलेको समयमा हामीले आर्यन आदिवासी मङ्गोलियन जनजाति भनेर छुट्याएर कुरा गर्नु हुँदैन हामीले सबैलाई सम्मान गर्नुपर्छ सबैलाई सम्मान एकदम सही कुरा गर्नु बर्मा सिंह लामाको पनि फिल्म आउँछ भने सुनेको थिएँ हेरौँ त मोटेले के गर्दो रहेछ आई लभ यु के भन् भनिस् मैले त आई लभ भन्न आई लभ भन्ने अब क्यारेक्टरमा पो बुढो हो त बाबु भित्रबाट त सजुन छेत्रै छ फेरि त्यो सजुन छेत्र साह्रै बोको छ है हिरोनी हो क्या अब हिरोनी यति राम्रो केटी हिरोनी हुँदैन त यति राम्रो केटी हिरोइन नभएर के कन्डक्टर बन्छ त फिल्महरू पनि छ र कैलाश सर यहाँ पुरै तयारीमा बसिनु हो है सरको बत्तल मात्र आज हातमा नभए यताबाट अब हाम्रो टोलीहरू आउनुभयो सरलाई मजा मजा ल है रमाइलो रमाइलो को लाग्यो जोगी बिर्सिँदा पनि हँसमा आउनुहुन्छ मारेको बिर्सेर भोलि पर्सि भन्ने त्यो त रमाइलो त्यो त रमाइलो भयो त नि मेरो घर पत्नी पुर्याएको तँ अब आउँदै आएर दिमाग के भन्नु त केही न केही भन्नु कतिखेर अब ल अल द बेस्ट सबैजना कैलाश सरलाई कति हिँड्या छ नि त कैलाश सर मारेको झन्डै उसले हानेको नि अब गतिले दामी अल द बेस्ट दामी कर्मा अल द बेस्ट हिसाब गर्न थाले कतिजनाले खाए लगभग खाए 60+. 60जनाभन्दा बढीले खाए 60+ खाजा चाहिँ बढीले खान्छन् होला है लगभग हुन्छ 70+. खाजा चाहिँ 70जना प्लस ठिकै छ ल कमेडीमा जस गइरहेछ फिल्ममा भिलन खेल्नुहुन्छ उहाँको बारे त धेरै भनिरहनु पर्दैन नि बाबु किन बा केही थाहा छैन होइन उहाँको बारे मलाई एउटा कुरा थाहा छ बाबु राम्रो कलाकार हो है यो फिल्ममा पनि राम्रो भूमिका होला तपाईँको यो फिल्म तपाईँको हिट हुन्छ है हाँसी भयो नि मारे राम्रो लुगा थियो तिमीलाई होइन मेरो त तिमीलाई कसरी चाहिदिन्छ हेर त त्यहाँ
लेन्थ मलाई हुँदैन लेन्थ मलाई हुँदैन फर्किँला बाडी ल बस्नु है ल हाम्रो किनभने सेसन यस्तो यस्तो छ यता लो यही स्वाहाका तर साँच्ची भन्नुपर्दा लाउनु न सौन्दा लाउनु तर यो स्वाहा मेरो मनोबल बिर्सेर नि यस्तो तनाव भयो यत्रो गर्दा नि मनोबल बिर्सेर ल सन्ध्या कडा कडा दी अल द बेस्ट भदौ 5 को लागि मास्टर नि आयुष्मान दाई भदौ 5 मास्टर नि अल द बेस्ट ल भर्खरै सुटिङ सकियो कसो भयो रमाइलो भयो मुवा रमाइलो भयो जस्तो मोबाइलहरूमा हेर्दा रमाइलो आयो कि आज फर्स्ट टाइम लाइभमा हेर्दा रमाइलो लाइभमा हेर्दा रमाइलो भयो लाइनमा हेर्दा रमाइलो त्योभन्दा पनि बढी हजुरले हेर्दा रमाइलो ल थ्याङ्क यू सो मच सर ल ल है के छ ब्रदर रमाइलो भयो एकदम बाबा सोचे भन्दा नि खतरा सोचे भन्दा खतरा त्यो टोलीहरूलाई त साउन्ड लाग्यो जस्तो साउन्ड लाग्यो नि साउन्ड त हामी बन्द गरेर साउन्ड अब बन्द पुरै छ म्याम रमाइलो भयो जस्तो टिभी मोबाइलहरूमा हेर्दा भन्दा लाइभमा हेर्दा अझै रमाइलो हुँदो रहेछ हो लाइभ हेर्ने इच्छा थियो आज त पनि पुरा भयो असला फेरि अब साउन्ड लागेको बन्द यस्तो ए बन्द बहिनी रमाइलो गर्यो फर्स्ट वान वाज दामी फर्स्ट चाहिँ एकदमै रमाइलो ओके ओके यहाँ हाम्रो जितु दाईको चाहिँ फोटो सेसन चलिरहेको छ